त साथीहरु तपाईहरुले पनि क्यापकट युज गरिराख्नु भएको थियो कम्प्युटरमा तर अहिले चाहिँ अपडेट गर्दाखेरि प्रो फिचर भनेर देखाउँछ त्यो प्रो फिचरले गर्दाखेरि तपाईले चाहिँ एडिट गरेको भिडियोहरु एक्सपोर्ट गर्न सकिराख्नु भएको छैन निकाल्न सकिराख्नु भएको छैन भने जस्तै यहाँ जोइन प्रो लेखेको छ नि यस्तो समस्या तपाईकोमा नि आइरहेको छ भने यसलाई फिक्स गर्न चाहिँ एकदमै सजिलो छ है त यसलाई फिक्स गर्नको लागि चाहिँ युट्युब हुँदै हेर्नु भयो भने चाहिँ यो VPN हरु डाउनलोड गर्नु के भनेर भनेको छ मैले चाहिँ यो अर्बन VPN भन्ने डाउनलोड गरे के गरे केही गर्दा पनि भएन त्यसपछि मैले चाहिँ के सोचे त भन्दाखेरि यो जुन क्यापकट हामीले अपडेट गरेर यो भयो यसको अपडेट हटाइयो भने त हुन्छ त्यो सम्झेर मैले त्यो जुन क्यापकट छ त्यसलाई डिलिट गरे यसलाई अनइन्स्टल गरे अनइन्स्टल गरिसकेपछि डिलिट गर्ने डिलिट गरेर चाहिँ अनि यहाँ नेरी आएर क्रोममा आउनुस् र क्यापकट लेख्नुस् क्यापकट लेखेर ओल्ड भर्जन डाउनलोड फर पीसी लेख्नुस् यो अप टु डाउन भन्ने जुन वेबसाइट छ यो वेबसाइट भित्र जानुहोस् त्यसभित्र गइसकेपछि यहाँ हेर्न सक्नुहुन्छ यसको पुराना सबै छन् यहाँ नेरी हैन तपाईले चाहिँ 4.8.0 यो छ नि यो 5 सुरु हुनु भन्दा अगाडिको 4.8.0 यसलाई डाउनलोड गर्नु भयो भने धेरै लेटेस्ट कुराहरु पनि भेट्नुहुन्छ यहाँ म अझै तपाईहरुलाई देखाइदिन्छु है भित्र गएर पनि देखाइदिन्छु अब यसमा हेर्न सकिन्छ हामीसँग यहाँ नेरी इफेक्टहरुमा स्टिकरहरु पनि सबै छ इफेक्टहरु पनि छ हैन इफेक्टहरु पनि छ अब म यसलाई एक्सपोर्ट गर्न खोज्छु भने जोइन प्रो चाहिँ लेखिरा हुन्छ तर पनि एक्सपोर्ट चाहिँ हुन्छ है एक्सपोर्ट हुन्छ सजिलै निक्लिन्छ अनि यहाँ रेकमेन्डेड भनेर केही पनि देखाउँदैन म यसलाई एक्सपोर्ट गरेर पनि देखाइदिन्छु है त हेर्न सक्नुहुन्छ एक्सपोर्ट सुरु भएको छ यसरी हामीले गर्न सक्छौं सजिलो मैले छोटो भिडियो तपाईहरुलाई काम दिन्छ होला भनेर भिडियो बनाए च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला म यस्तै युजफुल आफुलाई नै समस्या भइरहेका कुराहरु अपलोड गर्ने गर्छु र फेरि हाम्रो भेट हुँदै रहोस् अर्को भिडियोमा फेरि भेट्ने नै छु तबसम्मको लागि बिदा चाहन्छु धन्यवाद।